गुराँस गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। पर्वु बैंकसँगको समन्वयमा आज गुराँस गाउँपालिका वार्ड नम्बर 1 मा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। यस सन्दर्भमा लाभग्राहीहरूले के भन्छन् सुनौं। लाभग्राहीहरूको चाहिँ प्रतिक्रिया जस्ताको तस्तै। यो पटक पनि वडाबाटै दिइरहेछ नत्र तपाईँ माथि गुराँस बैंकसम्म जाँदा धेरै दुःख हुन्छ। गुराँस नजाने त्यही त गाउँपालिका वडा कार्यालयले भत्ता दिइरहेछ तपाईँहरूको वडाबाटै, यो राम्रो मान्नु भएको छ। यस्तै दिइराखोस् भन्ने तपाईँहरूको चाहना छैन? यस्तै राम्रो हो। यही पनि टाढा भयो। आज घर घरै गएर दियोस् होइन? अनि पहिला खै गुराँस जानुभयो कि नै बैंकमा जानुभयो कि नै भत्ता बुझ्न? त्यो बेला धेरै दुःख भयो है? बासै बस्नुभयो सामान्य त्यो भत्ता लिन बुझ्नलाई होइन? अब अहिले त वडाबाटै आएछ क्या? वडाबाट यसलाई निरन्तरता दियोस् भन्ने चाहनुहुन्छ? कति उमेर हो नि हजुरको? कति वर्षको हुनुभयो? 74 वर्ष पुगे। 74 वर्ष पुग्नुभयो। योभन्दा पहिला चाहिँ माथि के बैङ्कमै जानुहुन्थ्यो भत्ता बुझ्न? नै बैङ्कमा पनि हामी गएर हामी यही बुझिरहन्थ्यो। एकचोटि गयो ब्याङ्कमा, त्यहाँबाट यही बुझिरहन्थ्यो। हाम्रो यही सुविधा दिँदै धेरै राम्रो काम गरेको छ त्यसो होइन? बैङ्कमा धेरै राम्रो काम गरेको थियो। हामीलाई ठिकै थियो, माथि जानु परेको थियो र अहिले पनि यही बुझेका छौँ। फेरि आउँदो दिनमा पनि हामी यही बुझौँ भन्ने मैले भगवान्सँग प्रार्थना गरेको छु। गुराँस जानलाई महा कठिनाइ थियो। यहाँ आएर त हामीलाई राम्रो हो सर। अनि यही बुझ्नेछौँ हामी। अब बाँच्छौँ जेलसम्म यही बुझ्नेछौँ। जाउँला।